नमस्ते श्याम, अ भेरी वार्म गुड मर्निङ। या गुड मर्निङ। ओके, कहिले आइयो अस्ट्रेलियाबाट? धेरै दिन भएन सर, एटलिस्ट आई गेस 5 डेज। ओके, सो अहिले अस्ट्रेलियाको कुन ठाउँमा? म अहिले चाहिँ सर सिडनीमा छु, अस्ट्रेलियाको। ओके, सो आई गेस इट वाज लाइक ब्याक टु 3 इयर्स। हामी कहिले 2022मा गएको थियौँ होइन? ए 2022 या। ओके, सो तपाईँलाई जानकारी दिउँ, श्याम श्रेष्ठ हुनुहुन्छ, इन्जिनियर श्याम श्रेष्ठ, हाल अस्ट्रेलियाको सिडनीबाट। र 2022मा श्याम श्रेष्ठले काउसिटीमा रहेको सद्भाव इन्टरनेसनल एजुकेसनबाट मास्टर्स पढ्नको लागि सेन्ट्रल क्विन्सल्यान्ड युनिभर्सिटी सिडनीमा अवस्थित मास्टर्स पढ्नको लागि अस्ट्रेलिया जानुभएको थियो। सो श्याम, आफ्टर अल कस्तो भइरहेछ अस्ट्रेलियाको बसाइ? अस्ट्रेलियाको बसाइ चाहिँ धेरै राम्रो छ। सबै कुराहरू सिस्टमेटिक छ अनि चाहेको सबै कुराहरू पुगिरहेको छ। त्यही नै सबभन्दा ठुलो कुरा। ओके, सो सुरुमा जाँदा चाहिँ मास्टर्सको लागि गइएको थियो, अनि अहिले आई गेस मास्टर कोर्स पनि पुरा भयो, अनि के छ अहिले भिजा स्टाटस? अहिले चाहिँ मेरो मास्टर्स कम्प्लिट भएर चाहिँ म 482 भिजामा छु। मसँग अप्सन्स थियो कि म टिआर लिन्छु कि 482। जुन कम्पनीमा मैले काम गरिरहेको थिएँ त्यो कम्पनी लकिली धेरै राम्रो पऱ्यो, अनि त्यो कम्पनीले चाहिँ मलाई स्पोन्सरसिपको लागि अफर दियो, अनि मैले स्पोन्सरसिप लिएँ। अहिले चाहिँ 482 भिजामा छु। ओके, सो यही मौकामा थोरै हाम्रो विद्यार्थी अथवा अभिभावकहरूलाई पनि काम लाग्ला। बाई द वे, अस्ट्रेलियामा गइसकेपछि विद्यार्थीले पढाइ सकिसकेपछि आफूलाई कसरी सेटल गर्ने, ब्याक टु नेपाल आउने कि अथवा अस्ट्रेलियामै बस्ने हो भने बस्ने प्रावधानहरू के हुन्छ? श्यामले चाहिँ आफूलाई पढाइ सकिसकेपछि 482 भिजामा कन्भर्ट गरेको भनेर सेयर गर्यो। छोटोमा यो 482 भिजा भनेको के हो, अनि मान्छेले यसलाई कसरी ग्र्याब गर्न सक्छ? यो 482 भनेको चाहिँ स्किल्ड एन्ड डिमान्ड हो अहिले। अनि जुन मान्छेसँग चाहिँ सिप छ, जुन मान्छेहरूसँग चाहिँ सिप छ, अनि चाहिँ अस्ट्रेलियाले चाहिँ जुन फिल्डलाई डिमान्ड गरिरहेको छ भने त्यसमा चाहिँ 482 अप्लाई गर्नु पाइन्छ। तर त्यसको लागि चाहिँ कम्पनी हुनुपर्छ, अनि कम्पनीको राम्रो टर्नओभर हुनुपर्छ, अनि उनीहरूको चाहिँ दर्ता हुनुपर्छ, अनि त्यसपछि मात्रै नै कम्पनीले चाहिँ स्पोन्सर गर्न सकिन्छ स्टुडेन्टहरूलाई अनि उहाँ बसेको। ओके, सो यसको मतलब अस्ट्रेलिया गएर पढाइ सँगसँगै आफ्नो कामको एक्सपिरियन्स छ भने त्यसको आधारमा आफूले पढाइ सकिसकेपछि कुनै कम्पनीले आफूलाई सपोर्ट गर्नु पऱ्यो। सपोर्टको आधारमा 482 भिजा चाहिँ लिन मिल्छ। अनि ठ्याक्कै 482 भिजा भनेको चाहिँ के हो? 482 भिजामा रहेर विद्यार्थीले अथवा एप्लिकेन्टले पाउने सुविधाहरू के हो? सो 482 भनेको चाहिँ सर कस्तो, अब अस्ट्रेलियाको केसमा पहिला पढाइ सकेपछि 5 वर्षको टिआर थियो, अहिलेको केसमा त्यो छैन। सो मान्छेहरूसँग चाहिँ थोरै अप्सन छ। टिआर सकेपछि मान्छेले चाहिँ स्टुडेन्ट भिजा कन्भर्ट गर्न पाउँदैन आजको केसमा चाहिँ। कि त मान्छेले पिआर अप्लाई गर्नु पऱ्यो पोइन्ट पुगाएर, इफ पिआर छैन भने भिजा सकेपछि तिनीहरू रिटर्न आउनु पऱ्यो नेपाल। सो त्यो केसमा चाहिँ इफ आफूसँग चाहिँ सिप छ अनि सेम कम्पनीमा चाहिँ आफ्नो सेम फिल्डमा काम गरिरहेको छ भने कम्पनीले इफ स्पोन्सरसिप गर्न सकिन्छ भने चाहिँ मान्छेले चाहिँ 482 लिएको धेरै राम्रो आजको केसमा। किनभने 2 वर्ष 482 गरेपछि मान्छेले चाहिँ डाइरेक्ट पिआरको लागि 186 भन्ने चाहिँ भिजा हुन्छ, त्यसमा चाहिँ अप्लाई गर्न पाइन्छ। तर त्यसको क्राइटेरिया चाहिँ 482 चाहिँ 2 वर्ष चाहिँ बसेको हुनुपर्छ। ओके, सो पढाइ सकिसकेपछि अस्ट्रेलियामा फर्दर स्टे अथवा आफ्नो करियर अगाडि बढाउनलाई 482 पनि एउटा राम्रो अप्सन हो रहेछ नि त। अब 482 भिजा श्याम लकी भएर पाएको हो कि नर्मल्ली पढाइ सकिसकेपछि जो कोहीले पनि त्यसको लागि प्लान गर्न सक्छ कि यसको कुनै अझै हुन्छ नि मोस्ट स्पेसिफिक रिक्वायरमेन्टहरू त्यस्तो केही छ कि? सबैभन्दा पहिला त हामीले टार्गेट हेर्नु पऱ्यो कि अस्ट्रेलियालाई चाहिँ कुन खालको सिपको डिमान्ड छ, त्यो चाहिँ मेन मस्ट हो। इफ हामीसँग त्यो सिप छ भने अस्ट्रेलियामा पढ्ने जाने बेलामा चाहिँ ट्राई गर्ने आफ्नो प्रोफेसनल फिल्डमा काम गर्ने, अनि जब हामीले काम गर्न स्टार्ट गरिन्छ विथ द एक्सपिरियन्स हामीले आफ्नो पोटेन्सियल सो गर्छ, अनि कम्पनीको स्टाफहरूले म्यानेजरहरूले ट्रस्ट बिल्डअप गर्छ, हामीमाथि ट्रस्ट गर्छ, अनि ट्रस्ट भएपछि मात्रै चाहिँ तिनीहरूले चाहिँ हामीलाई चाहिँ त्यो अफोर्ड गर्ने हो। राइट। र नेपालबाट अस्ट्रेलिया जान चाहनुहुने भर्खर 12 कक्षा पास गर्नुभएको वा ब्याचलर पढ्दै गर्नुभएको विद्यार्थीहरूलाई श्यामको रिकमेन्डेसन केही? म चाहिँ यति भन्छु, आफ्नो टाइम चाहिँ वेस्ट गर्ने होइन, त्यो टाइमलाई चाहिँ युटिलाइज गर्ने, आफ्नो सिप डेभलप गर्ने, अनि एउटा पर्टिकुलर प्रोफेसनल क्यारियरतिर चाहिँ लाग्ने सुरुदेखि नै। ओके, सो एज अ होल अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको लागि राम्रै एउटा अवसरकै भूमि हो भनौँ। यस, अस्ट्रेलिया चाहिँ धेरै राम्रो छ विद्यार्थीहरूको लागि, आफ्नो क्यारियर बिल्डअप गर्नको लागि, आफ्नो एमलाई अचिभ गर्नको लागि धेरै राम्रो डेस्टिनेसन छ। ओके, सो ब्याक टु टिकट जस्तो जाउँ, श्याम चाहिँ हामी सद्भाव इन्टरनेसनल एजुकेसनसँग कसरी जोडिनु भयो? म चाहिँ 2022मा सद्भाव इन्टरनेसनल एजुकेसनसँग जोडेको। मैले चाहिँ आएर सुमन सरलाई भेटेको, अनि हजुरलाई भेटेपछि चाहिँ त्यसपछि हामीले छलफल गऱ्यौँ कि
कि यो डेस्टिनेसन राम्रो हुन्छ, यो पढ्दै गयो भने चाहिँ राम्रो हुन्छ। तर त्योभन्दा सबैभन्दा फर्स्ट थिङ चाहिँ आइएलटिएस थियो, जुन कि मैले यहीँबाट पढेँ, सुमन सरसँगबाटै पढेँ। अनि त्यो चाहिँ धेरै राम्रो थियो। मेरो धेरै कुराहरूमा विकनेस थियो जुन हामीले स्लोली बिल्डअप गरेँ। त्यो पेस चाहिँ लिएर गएन, स्लोली चाहिँ जुन कुराको हाम्रो विकनेस छ त्यो कुरामा फोकस गऱ्यौँ, त्यो कुरालाई इम्प्रुभ गऱ्यौँ। एन्ड विथ द टाइम इभेन्चुली आई गेट द माई डिजायर स्कोर। ओके, एक्ज्याक्टली। थोरै श्यामको पर्सनल कुराहरूलाई खोतलौँ। श्यामले सुरुमै अस्ट्रेलिया जाने प्लान थियो कि करियरमा कसरी अप टु अस्ट्रेलिया आयो माइन्डमा? म चाहिँ खासमा मैले मेरो सबै एजुकेसन चाहिँ इन्डियामा गरेको। म नेपाल त्यति बेला धेरै बसेको थिएन। त्यसपछि इन्डियाबाट एजुकेसन सकेपछि आई थिङ्क त्यो लकडाउन सकेपछि चाहिँ म नेपाल आएको। अनि नेपाल आएपछि चाहिँ यहाँ आएपछि चाहिँ अब फरेन जान्छु भनेर चाहिँ मेरो माइन्डसेट थियो। तर त्यो एक्युरेट चाहिँ यहीँ जान्छु भनेर चाहिँ थिएन। त्यसपछि म यहाँ आएँ। यहाँ आएर चाहिँ मैले भाउजूलाई भेटेँ सर। त्यसपछि हामीले छलफल गऱ्यौँ कि अब यो कन्ट्री चाहिँ यो सेक्टरको लागि राम्रो छ, यो कन्ट्री यो सेक्टरको लागि राम्रो छ। अनि गर्दै जाँदा चाहिँ हामीले चाहिँ लाइक मैले चाहिँ अस्ट्रेलिया चाहिँ राम्रो हुन्छ भन्ने चाहिँ विचार भयो। अनि हजुरले मलाई सजेस्ट गर्नुभयो कि अस्ट्रेलियामा चाहिँ आफ्नो एजुकेसन सकेपछि चाहिँ यो कुराहरू पोइन्ट चाहिँ बेस्ट छ अनि यो चाहिँ राम्रो हुन्छ पछि गएर। ओके, सो एज वी जस्तो अस्ट्रेलिया स्टुडेन्ट भिसामा जानु के कारणले राम्रो देखियो, अथवा स्टुडेन्ट भिसामा जाँदा अस्ट्रेलियामा के चिज ठिक छ, के बेठिक छ? ल, आउने विद्यार्थीहरूको लागि जानकारी हुनसक्छ। थोरै श्यामले चाहिँ अस्ट्रेलिया अझ खास गरी स्टुडेन्ट भिसामा नेपालबाट धेरै देशहरूमा जाने गर्छ। अस्ट्रेलिया नै विद्यार्थीहरूले किन रोज्ने, अथवा विद्यार्थीहरूको लागि अस्ट्रेलिया इन्टरनेसनल स्टुडेन्टको हिसाबले कसरी वेलकमिङ छ? सो पहिला कुरा चाहिँ एजुकेसनको हिसाबले अस्ट्रेलिया भनेको फर्स्ट वर्ल्ड कन्ट्री हो। वहाँको एजुकेसन सिस्टम वर्ल्ड वाइड नै एक्सेप्टेड छ सर। अनि त्यो कुरामा चाहिँ स्टुडेन्टहरूले यहीँबाट चाहिँ म यो प्रोफेसनल स्टडी गर्नको लागि म अस्ट्रेलिया जान्छु भनेर गयो भने चाहिँ त्यसमा उता गएर उनीहरूले अलिकति त्यो आफ्नो स्ट्रगल गर्ने कुरा चाहिँ गर्नुपर्छ। जब चाहिँ तिनीहरूको एजुकेसन कम्प्लिट हुन्छ त्यसपछि चाहिँ गभर्मेन्टले र युनिभर्सिटीले नि धेरै नै हेल्प गर्छ त्यो स्टुडेन्टलाई, उसले आफ्नो एम गरेको फिल्डमा चाहिँ काम गर्न सकोस्, काम गर्न पाओस् भनेर चाहिँ तिनीहरूले नि धेरै फोकस गरिरहेको हुन्छ। सो त्यो मध्येमा चाहिँ त्यो कारणले चाहिँ अस्ट्रेलियाले धेरै पुस गर्छ। इफ हजुरहरूसँग सिप छ भने, हजुरहरूसँग एम छ भने, फोकस्ड एम छ भने तिनीहरूले हजुरहरूलाई धेरै हेल्प गर्छ त्यो कुरामा। ओके, सो थोरै अलिकता अझै मोर स्पेसिफिक, नर्मली नेपाली विद्यार्थीहरूले गइसकेपछि गर्ने कामहरू एउटा कमन लेमेनको कामबाट सुरु हुन्छ। थोरै पे वेजेसको विषयमा थोरै खुलाउन, कति पर आवर अनि कति हुन्छ, विद्यार्थीले कसरी पैसा लिन्छन्? अहिले चाहिँ सर अस्ट्रेलियाले तोकेकै हो कि मिनिमम चाहिँ आई थिङ्क 24 छ अहिले, 24 पर आवर्स चाहिँ अस्ट्रेलियन डलर त्यो चाहिँ मिनिमम छ। अहिले रिसेन्टली त्यो चेन्ज हुन्छ पर्टिकुलर 6 महिनामा, वर्षमा। अहिले चाहिँ 24 छ, 24 र 25 छ। त्यो डिपेन्ड्स पनि गर्छ कुन सेक्टरमा हो। अब कतिहरू मान्छेहरू चाहिँ अब यहीँबाट नै नर्सिङ पढेको हुन्छ, वहाँ गएर चाहिँ उनीहरूले एज केयर गर्छ, चाइल्ड केयर गर्छ। अनि एज केयरको चाहिँ अहिले चाहिँ अलि राम्रो छ कम्पेरिटिभली बिफोर, अहिले चाहिँ धेरै राम्रो छ। त्यो मिनिममभन्दा बढी छ तिनीहरूको लागि, किनभने त्यो भनेको चाहिँ एकदम सर्टेज स्किल हो मान्छेहरूको लागि। एकदम त्यो स्किलको सर्टेज भएर चाहिँ अस्ट्रेलियाले चाहिँ त्यो सेक्टरमा एकदम फोकस गरेको छ। एज केयरहरू भयो, चाइल्ड केयर भयो। सो त्यो सेक्टरमा चाहिँ वेजेसहरू अलिकति बढी छ कम्पेरिटिभली अदर्स। ओके, सो अब अन्त्यमा छौँ हामीहरू। हामीले श्यामको भिजाको कुरा गर्नुपर्दा अघि नै बतायौँ 2022तिर हामीले श्यामको स्टुडेन्ट भिजा लन्च गरेका थियौँ र अस्ट्रेलिया गइसकेपछि स्टुडेन्ट भिजा सकिन खोज्दाखेरि श्यामलाई फेरि भिजा एक्सटेन्सन गर्नु परेको थियो र श्यामले हामीप्रति गरेको ट्रस्टले हामीले श्यामको अस्ट्रेलियामा गइसकेपछि अस्ट्रेलियामा रहँदै अस्ट्रेलियाको अनसोर भिजा पनि हामीले नेपालबाटै सद्भाव इन्टरनेसनल एजुकेसनबाट भिजा थप्ने काम गरेको थियौँ। त्यसको एक्सपिरियन्स थोरै श्यामलाई। सो त्यो कुरामा चाहिँ अब अस्ट्रेलिया गएपछि धेरै अप्सनहरू हुन्छ, तर त्यो अप्सनहरू भन्दा पनि ट्रस्ट हेरिन्छ सर कि को मान्छेसँग हाम्रो ट्रस्ट छ, कुन मान्छेसँग हाम्रो। अब हजुरसँग मैले धेरै काम गरेँ, धेरै महिना चाहिँ धेरै वर्ष चाहिँ स्पेन्ड गरेँ। सो त्यो ट्रस्ट भन्ने कुरा चाहिँ बिस्तारै बिल्डअप भयो। सो त्यो कुरामा चाहिँ मैले म स्योर थिएँ, किनकि उहाँको लाइफमा चाहिँ कामहरूमा पढाइहरूमा एकदम बिजी थिएँ। सो मैले धेरै टाइम दिन पाएन त्यति बेला। तर हजुरमाथि गरेको ट्रस्टमा चाहिँ मैले हजुरलाई चाहिँ भने सर यस्तो छ, भिजा सकिन लाग्छ।
सो त्यो चाहिँ हजुरले गरिदिनु भयो सर त्यति बेला। एक्ज्याक्टली, तपाईँलाई जानकारी होस्, हामीले अस्ट्रेलियाको भिजा लजको केसमा सद्भाव इन्टरनेसनल एजुकेसनले चाहे तपाईँ अस्ट्रेलियामा हुनुहुन्छ वा विश्वको कुनै पनि कुनामा हुनुहुन्छ भने हामीले नेपालबाटै तपाईँहरूको भिजा लजको सर्भिस हामी दिन सक्छौँ र हामीले श्यामले भने जस्तै धेरै विद्यार्थीहरूको अस्ट्रेलियामा रहिरहनु भएको विद्यार्थीहरूको फर्दर भिजाको कामहरू पनि हामीले सद्भाव इन्टरनेसनल एजुकेसनबाट गरेका छौँ र लकिली हामीले श्यामको पनि भिजा एक्सटेन्सनको काम गर्ने मौका पाएका थियौँ। सो इट वाज रियली ग्रेट टु बी अ पार्ट अफ श्याम सक्सेस। सो अन्तिममा जाँदा जाँदै वन्स मोर सद्भाव इन्टरनेसनल एजुकेसनसँगको सहकार्य कस्तो लाग्यो र नयाँ विद्यार्थीहरूलाई कस्तो रेकमेन्ड गर्नुहुन्छ? सो सद्भाव मैले चाहिँ काम गर्ने स्टार्टिङमा र अहिलेसम्मको छ मेरो ट्रस्ट चाहिँ धेरै नै डेभलप भइसक्यो सद्भाव इन्टरनेसनल एजुकेसनसँग र म आउने विद्यार्थीहरूलाई चाहिँ यही भन्छु, आउनु आएर चाहिँ हजुरहरूले चाहिँ कन्सल्ट गर्नु, आफ्नो ट्रस्ट भन्ने कुराहरू चाहिँ हजुरले आफै डेभलप गर्न सक्नुपर्छ। त्यो चाहिँ मैले भनेर होइन, सरले भनेर हो, त्यो हजुरले आएर यहाँ आएर चाहिँ त्यो ट्रस्ट बिल्डअप हुने हो। त्यो आउनु आएर चाहिँ हजुरहरूले आफ्नो कामहरू बढाउनु अनि ट्रस्ट बिल्डअप गर्नु। यहाँको काम चाहिँ एकदम ट्रान्सपेरेन्सीसँग हुन्छ र धेरै राम्रो हुन्छ विथ द एक्युरेसी। Alright, it was really great to be a part of his success and his experience. Thank you so much, Sam.